एउटा राम्रो भनाइ छ, जसले मह काट्छ उसले हात चाट्छ। त्यस्तै जसले बिहानीलाई जित्छ उसले आफ्नो भाग्यलाई जित्छ। बिहानीलाई जित्नु किन यति महत्त्वपूर्ण छ भन्दाखेरि हामीले हाम्रो मनको स्वभाव र हाम्रो सबकन्सियस माइन्डलाई बुझ्नु एकदमै जरुरी छ। हाम्रो मन चञ्चल हुन्छ। हाम्रो मनले हाम्रो शरीरको आनन्द खोजिरहेको हुन्छ, चाहे त्यो आनन्द जसरी आओस्, चाहे सुतेर आओस्, चाहे जङ्क फुड खाएर आओस्, चाहे कसैको कुरा काटेर आओस्, जसरी आओस् यो शरीरलाई आनन्द हुनुपर्छ। हाम्रो मनको स्वभाव त्यस्तो छ भने जसले बिहानीलाई जित्छ उसले पक्कै पनि मनलाई जित्यो। किनभने मनले त जहिले पनि सुतुम एकछिन सुतुम आनन्द आइरहेको छ भनिरहेको हुन्छ। बिहान बिहानै कसलाई पढ्नु मन लाग्छ? मनलाई त पटक्कै पढ्नु मन लाग्दैन। तर यदि हामीले बिहानीलाई जित्यौँ भने काहीँ न काहीँ आफ्नो मनलाई जित्यौँ, काहीँ न काहीँ मनलाई शत्रुबाट मित्र बनायौँ। र हाम्रो अर्को सबकन्सियस माइन्डको हैन प्रकृतिलाई बुझ्नुपर्छ कि हाम्रो सबकन्सियस माइन्ड भनेको राम्रो नराम्रो छुट्याउन सक्दैन। हाम्रो सबकन्सियस माइन्ड भनेको जुन कुरा हामी बारम्बार गर्छौं, बारम्बार सुन्छौं, बारम्बार अनुभव गर्छौं, त्यही कुरा सबकन्सियस माइन्डले सत्य ठान्छ अनि हामीलाई त्यही बाटोमा लान्छ। त्यसैले बिहानीलाई जित्नु भनेको काहीँ न काहीँ हामी हैन एउटा राम्रो काम गरिरहेको हुन्छौं, हामी एक्सरसाइज गरिरहेको हुन्छौं, हामी किताब पढिरहेको हुन्छौं र हाम्रो सबकन्सियस माइन्डले हामीलाई एउटा राम्रो लक्ष्यमा लगिरहेको हुन्छ। त्यसैले बिहानीलाई जित्नु भनेको आफ्नो भाग्यलाई जित्नु हो, आफ्नो कर्म आफै लेख्नु हो। त्यसैले मेरो बिहानको हैन जुन एउटा रुटिन कस्तो छ यो मैले किन शेयर गरिरहेको छु भन्दाखेरि चाहिँ कतिजना हैन बिहान किन उठ्ने, बिहान उठेर के गर्ने हैन कन्फ्युज हुनुहुन्छ। सबैजनाले भनेको सुन्छौं बिहान उठ्नुपर्छ, बिहान उठ्नुपर्छ, तर बिहान उठेर के गर्नुपर्छ यदि यो थाहा भएन भने फेरि हामी किन उठ्ने भन्ने जब हामी आफ्नो सबकन्सियस माइन्डलाई हम दिदिनौं नि तब उठ्न पनि सकिँदैन। तर यदि हामीले बिहान किन उठ्ने यो कारण उठ्ने, बिहान मलाई उठ्नु छ किनकि म यो कुराहरू बिहान गर्नु छ, मलाई यहाँ लक्ष्यमा पुग्नु छ। जब यो कुरा हामी आफ्नो सबकन्सियस माइन्डलाई दिन्छौं नि तब हामीलाई कुनै अलार्म पनि चाहिँदैन। हामी 9 बजे 9:30 बजे हामी सुतेको छौं भने हाम्रो आँखा आफै 4:30 5 मा खुलिरहेको हुन्छ। त्यसैले मर्निङलाई जुन दिन मैले जिते नि पक्कै पनि मैले आफ्नो बाटोमा आफूले सोचे अनुसार अघि बढ्न पाएको छु। त्यसैले मर्निङ बिहान उठ्ने बित्तिकै म कुन कुराहरू गर्छु भन्दा पहिलो नम्बरमा म के गर्छु भन्दाखेरि म उठ्ने बित्तिकै म बाहिर निस्किन्दिन, उठ्ने बित्तिकै म कुनै कामहरू गर्दिन। किनभने हाम्रो मन चञ्चल हुन्छ। हामीले यो मन चञ्चल मनलाई हामीले शान्त बनाउनु पर्छ। त्यसैले यदि म उठ्ने बित्तिकै जुरुक्क केही काम गर्न गए भने हामीले चञ्चल मनलाई चञ्चलै बनाइदिम। तर म के गर्छु भन्दाखेरि चाहिँ म उठ्छु, आँखा खुल्छ अनि त्यसपछि म ढल्किन्छु अथवा बसेर हैन कहिलेकाहीँ म ढल्केर पनि गरिरहेको हुन्छु, तर म म्याक्सिमम चाहिँ ती ओछ्यानमै बेडमै म बस्छु अनि त्यसपछि म भगवानलाई धन्यवाद भन्छु। म 10-12 वटा कुरामा भगवानलाई धन्यवाद भन्छु। मेरो स्वस्थ शरीरको लागि धन्यवाद, मेरो परिवारको लागि धन्यवाद, मेरो कामको लागि धन्यवाद, मेरो खानाको लागि धन्यवाद, मेरो घरको लागि धन्यवाद, मेरो प्लान्टको लागि धन्यवाद, सबैको लागि म धन्यवाद भनिरहेको हुन्छु। त्यसैले अब त्यो धन्यवाद भन्दाखेरि हामीलाई अर्को फाइदा के भयो भन्दाखेरि यही हाम्रो मन नकारात्मक हुन्छ, यही हाम्रो मन असन्तुष्ट हुन्छ। तर जब म भगवानलाई धन्यवाद भनिरहेको छु भन्दाखेरि चाहिँ मैले मसँग भएको कुरामा मेरो सोच लगे के, मसँग नभएको कुरामा अब मन भाग्दैन। यो एउटा बानीले काहीँ न काहीँ हामी सन्तुष्ट हुन्छौं, आफूसँग भएको कुराको हैन ध्यान दिन्छौं र कृतज्ञ हुन्छौं। अब हामीलाई अरूसँग के छ मतलब हुँदैन, आफूसँग के छ बस यो हामीलाई थाहा हुन्छ र नभएको कुरामा भागे पनि गर्दिन। हो हामीलाई सक्सेस चाहिन्छ, हामीलाई आफ्नो लाइफमा प्रगति हैन पैसा कमाउनु पर्ने हुन्छ, तर के हुन्छ सन्तुष्ट भएर जब काम गर्छौं नि त्यसको अर्कै आनन्द हुन्छ। यो हामीलाई कृतज्ञ हुने बानीले सिकाउँछ। एक त हाम्रो मन चञ्चल मनलाई शान्त बनाउँछ,
अर्को यो मन असन्तुष्ट मनलाई सन्तुष्ट बनाउँछ। त्यसैले उठ्ने बित्तिकै कुनै काममा गइ नहाल्नु, बसेर भगवानलाई धन्यवाद भन्नुस्। आज केही छैन भने पनि हामी श्वास फेर्न पाइरहेको छौँ, यस्तो कुराको लागि पनि धन्यवाद भनौँ। सूर्यको तापको लागि पनि धन्यवाद भनौँ, एउटा स्वच्छ हावाको लागि पनि धन्यवाद भनौँ। यसले काहीँ न काहीँ हाम्रो जीवनमा यति परिवर्तन ल्याउँछ। त्यसैले पहिलो कुरा म कृतज्ञ, एउटा ग्र्याटिट्युड मेडिटेसन भनिन्छ, यो पनि एउटा ध्यानको रूप हो। कृतज्ञ हुने जुन ध्यान म गर्छु। दोस्रो कुरा म के गर्छु भन्दाखेरि अब म उठेर हैन पानी खाने काम गर्छु अनि त्यसपछि म एक्सरसाइज गर्छु। 30 मिनेटदेखि 40 मिनेटसम्मको मेरो एक्सरसाइज हुन्छ। म कहिले हिँड्छु, कहिले म कार्डियो गरिरहेको हुन्छु हैन, किनभने रातभरि हाम्रो शरीर एउटै पोजिसनमा हुन्छ। त्यसैले हाम्रो मसल्सलाई अलिकति रिल्याक्स गर्नुपर्ने हुन्छ, हाम्रो मसल्सलाई अलिकति तन्काउनु पर्ने हुन्छ हैन, जसले गर्दा चाहिँ हैन हामी हेल्दी बनौँ। त्यसैले रातभरिको सुतेको पोजिसनमा मसल्स हुन्छ भने त्यसलाई अलिकति हामीले हैन एक्सरसाइज गरेर चाहिँ एक्टिभ बनाउनु जरुरी छ। त्यसैले म एक्सरसाइज सबैलाई गर्नु भन्छु। काहीँ न काहीँ एक्सरसाइज गर्नु भनेको हाम्रो माइन्डलाई हामीले पोजिटिभ बनाउनु पनि हो, हाम्रो माइन्डलाई फ्रेस बनाउनु हो। हाम्रो शरीर थाकेको हुन्छ अनि त्यसपछि हामी एक्सरसाइज गर्यौं भने हामी तुरुन्त हाम्रो माइन्डसेट पनि फ्रेस हुन्छ, एक्टिभ हुन्छ र शरीर पनि एक्टिभ हुन्छ। माइन्ड र बडी एक अर्कामा कनेक्सन छ। त्यसैले एक्सरसाइज गर्ने बित्तिकै हाम्रो माइन्ड पनि पोजिटिभ भइहाल्छ, फ्रेस भइहाल्छ। अर्को म के कुरा गर्छु भनेपछि एक्सरसाइज गरिसकेपछि म किताब पढ्छु। म मजाले किताब पढिरहेको हुन्छु हैन। किताब पढ्दाखेरि आँखाले हेर्ने काम पनि गर्छु, भट्याएर म पढिरहेको हुन्छु, किनकि हाम्रो यो 5 वटा जुन इन्द्रिय छ नि, कान, आँखा, बोली हैन, यो जिब्रो अनि त्यसपछि स्पर्श भयो हैन, सुँघ्ने भयो, यो 5 वटा इन्द्रियलाई हामीले एकाग्र चित्त भएर एउटा कुरामा लगायौं। अब आफैले पढेको पनि म सुन्छु हैन, हेर्छु, त्यो भयो भने झन् मेमोरीमा धेरै गयो। त्यसैले किताब पढ्ने कार्यमा म यो 5 इन्द्रियलाई हैन केन्द्रित गरिरहेको हुन्छु। अर्को म के कुरा गर्छु भन्दाखेरि चाहिँ नि, अनि त्यसपछि एक्सरसाइज गरिसकेपछि बुक रिडिङ भयो। बुक रिडिङ गरिसकेपछि अब म नुहाएर म एउटा बकाइदा मेरो ध्यान हुन्छ। ध्यान मेरो 45 मिनेटको हुन्छ। यो ध्यानमा म श्वास प्रश्वासको विपश्यना मेडिटेसन भन्छ हैन, विपश्यना ध्यान गरिरहेको हुन्छु। यो ध्यान हैन हामीले के बुझ्नु जरुरी छ भन्दाखेरि हाम्रो मनलाई हामीले एउटा कुरामा एकाग्र गरेको हो। यो हामी आफ्नो आमालाई सम्झेर पनि हैन ध्यान एकचित्त भएर आफ्नो आमालाई सम्झेर पनि बस्न सक्छौं। हामीले हैन भगवानलाई सम्झेर, भगवानको पिक्चरलाई सम्झेर पनि ध्यान गर्न सक्छौं। हामीले श्वास प्रश्वासलाई ध्यान दिएर पनि हैन बस्न सक्छौं। अब अनि ध्यानमा सबैको एउटा कम्प्लेन के आउँछ भन्दाखेरि विचारहरू चल्छ। यो स्वाभाविकै हो। ध्यान गर्दाखेरि विचारहरू आउनु भनेको हाम्रो विचारहरू खाली हुँदैछ। त्यो विचारसँग उल्झिने होइन, फाइट खेल्ने होइन, त्यो विचारलाई जस्ट जान दिने, हेर्ने अनि सतर्क हुने कि अब म केमा ध्यान गर्दैछु, फेरि ध्यानमा आउने। यो चलिराख्छ, यो क्रम चलिराख्छ। सुरुमा विचार धेरै आउँछ अनि हामी सतर्क कम हुन्छौं, तर बिस्तारै ध्यान गर्दै गएपछि अब के हुन्छ, वर्ष 2 वर्ष 3 वर्ष ध्यान गरिसकेपछि हाम्रो विचारहरू कम आउँछ। जुन कुरामा हामी ध्यान गर्छौं अनि त्यही कुरामा हामी एकाग्र चित्त हुन सक्छौं। ध्यानको फाइदा यतिकै हेर्दाखेरि हामीलाई हुँदैन, तर जब हाम्रो जीवनमा कुनै ठुलो घटना घट्छ हैन, जब कसैले हामीलाई आलोचना गरिरहेको हुन्छ, जब कसैले हामीलाई नराम्रो व्यवहार गरिरहेको हुन्छ, हामी शान्त हुन्छौं। हो, हामी पनि स्टेप चाल्छौं तर सही तरिकाले। त्यो अरु व्यक्तिहरू जस्तो चर्काचर्की बाज्ने हैन, अरु व्यक्तिलाई नराम्रो सोच्ने गर्दिनौं। हो, हामी पुलिसको मद्दत लिनु छ भने पुलिसको मद्दत लिन्छौं, कुनै तरिकाले मद्दत लिनु छ भने त्यो तरिकाले मद्दत लिन्छौं, तर त्यो भित्र घृणा, रिस
हामीमा आउँदैन। हामी शान्त भएर त्यो सिचुएसनलाई हामी डिल गरिरहेको हुन्छौँ। त्यसैले ध्यान हाम्रो जीवनमा यति धेरै महत्त्वपूर्ण छ। त्यही भएर म हरेक भिडियोमा ध्यान गर्नुपर्छ भनिरहेको हुन्छु। अर्को ध्यानपछि म के गर्छु भन्दा मेरो पकाउने काम हुन्छ हैन। म छिटो पकाएर म खाने काम गरिहाल्छु। मलाई किचनमा यति धेरै समय बिताउनु मन लाग्दैन, किनकि पढ्नु पर्ने हुन्छ। अब कुकिङ हैन बिस्तारै अब खाने काम सबै सिद्धिसकेपछि म हरेक दिन 2टा भिडियो भरसक बनाउने कोसिस गर्छु, किनकि हाम्रो एज भइसक्यो, हामी कुनै पनि बिरामी हुन सक्छौं। सो बिरामी हुँदाखेरि हामीलाई हैन प्रोपर रेस्ट चाहिन्छ हामीलाई। सो म ब्याकअप राखिरहेको हुन्छु, किनकि मैले आफूलाई कमिटमेन्ट दिएको छु कि म हरेक दिन भिडियो बनाउँछु भनेर। त्यसैले ब्याकअप प्लानको लागि, ब्याकअप राख्नुको लागि, अथवा इन केस म बिरामी भयो भने म त्यो भने जस्तो आराम आफ्नो शरीरलाई दिनको लागि म हरेक दिन 2टा भिडियो बनाइरहेको हुन्छु। भिडियो बनाउने काम भएपछि अब मेरो फेरि पढ्ने काम सुरु हुन्छ, तर त्यो अब म भिडियो मार्फत, चाहे त्यो अडियो बुक हुन्छ कि हैन, चाहे त्यो एउटा राम्रो भिडियोहरू हुन्छ कि पोडकास्ट हुन्छ कि, अब म त्यो भिडियोद्वारा लर्निङ लेख्दै गर्छु। जहाँ भिडियोमा मलाई एउटा राम्रो पोइन्ट हैन सुन्छु, म कपीमा लेखिहाल्छु। सो लेख्दै भिडियोद्वारा लर्निङ मेरो दिनभरि नै हुन्छ, दिनभरि नै हुन्छ। बीचमा म ब्रेक लिन्छु, ब्रेक 5 मिनेटको ब्रेक लिइरहेको हुन्छु। एउटा सानो घरको कामहरू पनि गरिरहेको हुन्छु। अनि त्यसपछि होल डे भिडियोद्वारा लर्निङ भइसकेपछि म एडिटिङको काम गर्छु, किनभने मलाई एभ्रीडे भिडियो अपलोड गर्नुपर्ने हुन्छ र एडिटिङमा मलाई कम्तीमा पनि 1.5 घण्टा लाग्छ। 1.5 घण्टा एडिटिङ सिधाइसकेपछि अनि म फेरि कुकिङ गर्छु, मेरो डिनर बनाउँछु। अनि डिनर खाइसकेपछि के हुन्छ भन्दाखेरि चाहिँ म फेरि मेरो ध्यान गर्छु। त्यो ध्यान फेरि मेरो आधी घण्टा 45 मिनेटको हुन्छ। अनि त्यसपछि ध्यान सकिसकेपछि म जर्नलिङ गर्छु। मेरो हरेक राति सुत्नुभन्दा अगाडि म डायरीमा मेरो दिनभरिको एक्टिभिटी, मेरो सोच कस्तो आयो हैन, भोलिको मेरो प्लान के छ हैन, यो लेख्छु पोइन्टमा। अनि त्यसपछि भगवानलाई फेरि म थ्यांक यू लेख्छु। मेरो हरेक कुराको लागि भगवानलाई थ्यांक यू लेख्छु जर्नलिङमा। यसले काहीँ न काहीँ हामीलाई एउटा पोजिटिभ सकारात्मक ऊर्जा दिइरहेको हुन्छ। हाम्रो मन हो, हामीले मनलाई बुझ्नुपर्छ क्या। यो नकारात्मक मनलाई सकारात्मक बनाउने यो विधिहरू हो। त्यसैले जसरी हामी अब यो विधिद्वारा मनलाई सकारात्मक बनाउँछौं, त्यसरी नै हाम्रो सबकन्सियस माइन्डलाई हामीले बारम्बार भनिरहेको छौं कि म मान्छे सकारात्मक हो, मलाई यहाँ पुग्नु छ, म यति राम्रो कामहरू बिहान नै गर्छु भने पक्कै पनि मेरो कर्म त मैले आफैले लेखेँ नि त। त्यसैले सबै कुरा मनको हो, सबै कुरा सबकन्सियस माइन्डलाई बुझ्नुको हो। त्यसैले जसले बिहानीलाई जित्छ उसले आफ्नो भाग्यलाई जित्छ। हजुरहरूलाई धेरै धेरै धन्यवाद मेरो भिडियो हेरिदिनु भएकोमा। धन्यवाद।